हामी कहाँ जाँदैछौँ गाइज? हामी कहाँ जाँदैछौँ गाइज? इन्डियन मार्केट भन्दा त एसियन मार्केट जाँदैछौँ हामी। एसियन मार्केटमा सामान किन्न एसियन खानाहरू त के फुड पाउँछ भन्छन् केटाहरूले। ज्योति भाइ, खत्री दाई, अब हाम्रो झर्ने ठाउँ आइसकेछ गाइस। यहाँबाट कतातिर हो? त्यता अघि यता हो? कसरी जाम? अब तपाईँ तल्लो ठुलोवाला जाने भयो यता सामान जहाँ पाइन्छ त्यहाँ जाम। ए सानो ठुलोसँग मतलब भएन क्या, सामान मैले यताको सम्झेर भनिदिएको हो क्या। तपाईँहरू जहिले पनि जता पनि आउन सक्नुहुन्छ। यताको मार्केट आउँदा भएर झर्नुहोस्, आउँदा त्यो स्टेसनमा हेर्नुहोस्। ल ल ल अहिलेको स्टेसन चाहिँ फिक्स हो। गो टु एसियन मार्केट। हाम्रो नेपाली खाना, इन्डियन फुडहरू, नेपाली फुडहरू पाउने ठाउँमा जाँदैछौँ गाइस। सो गाइस जाँदैछौँ हामीहरू। झोला देखाएर म आफूलाई देखाइरहेको छु अहिले त। यो मान्छे आफै कन्फ्युज भइरहेको छ क्या पसल गर्देखि। म त फर्स्ट टाइम आउँदैछु, उता एउटा साथी छ अगाडि लागेको छ हाम्रो ज्योति भाइ भन्ने। ऊ मान्छेले आफै कन्फ्युज भइरहेको छ बाटो मार्केट जाने। यस्तो छ गाइस यहाँको अवस्था। कति टाढा हो ज्योति? ओ भाइ कति टाढा हो? यो हाम्रो रोमानिया कन्स्टेन्टाको बस पार्क हो। जहाँ जानु छ यहाँबाट गइन्छ बसहरू लाग्यो होइन। अब हामी त बसमा जाने कुरै भएन आज। बुल्गारिया, रोमानियाबाट बाहिर बुल्गारिया, पोल्यान्ड सोल्यान्ड जाने बस पनि पाउँछ अरे यहाँ बसहरू लागिरहन्। साँझको बेला हामी मार्केट घुमिदिरहेको अवस्था। यता हो यो ताजमहल। यही हो रे। ल यहाँभित्र सामान लिन आउँदैछ हामी। ज्योति ए दाल पनि रहेछ, हरियो खुर्सानी पनि रहेछ, करेला पनि रहेछ। सबै मसलाहरू पाउँदो रहेछ यहाँ गाइस। अब यहाँ मोबाइलमा भिडियो सिडियो बनाउनु त बनाइरहेको छौँ। अब सामान किनेर म तपाईँलाई एकछिन पछि भेट्छु फेरि। अब चनाहरू पाउँदो रहेछ यहाँ, राइस, भिन्डी पनि पाउँदो रहेछ। यो के पिँडालु हो? यो पिँडालु, यो हरियो खुर्सानी पनि रहेछ, करेला, अमला पनि पाउँदो रहेछ। टावरको टुथपेस्टहरू पनि पाउँदो रहेछ, सबै खुर्सानी। मेरो लागि पनि ल्याउ तपाईँ एउटा ट्रे। छानबिन गरम, छानचुन गरम। ल थ्याङ्क यू मेरो भाइ। लगाइ चाहिँ एकछिन पछि भेट्छ फेरि म तपाईँलाई। बोडी आएन बोडी बोला था ना, वो बोडी